हामी सालाभिना चाहिँ है हाम्रो प्रकाश दाईको सिटीमा चाहिँ टक्क इटाभट्टा काँडाभिट्टा घुम्न जाँदैछौँ है त। दाई हुनुहुन्छ अहिले प्रकाश दाई सिटी छ हुनुहुन्छ। यो चाहिँ अहिलेको एसियन हाइवे पुरै रफ्तारमा बनिरहेको छ, तर बाटो चाहिँ एकदम खत्तम बर्बाद छ। पुलहरू पनि यस्तो बनिरहेको छ है। आएबारी पाले पुल बनाएर गएको जुन चाहिँ जो पुल हो भनेर चिन्नै गाह्रो छ। बाटो चाहिँ ठुलो बनाइरहेको छ। हुन्छ 50 लगाइदिनु। फाइनली हामी चाहिँ यहाँ प्याजी खायौँ इटाभाटा चोकमा। त्यसपछि चाहिँ हामी अब नरिवलको पानी खानलाई चाहिँ धुलाबारीतिर लागिरहेछौँ। यो देख्नुहुन्छ यो एसियन हाइवे यता कुनै कुनै बिच भागमा चाहिँ धेरै ठाउँमा बनिसकेको छ, कति ठाउँमा चाहिँ बन्नै बाँकी रहेको छ। तर बनेको ठाउँमा चाहिँ एकदम राम्रो बाटो बनिरहेको छ। अब स्तर उन्नति हुँदैछ, पुलहरू चाहिँ धेरै ठाउँमा बन्नै बाँकी रहेछ। त्यही भएर एकदम लामो बाटो हुने आज यो काँगडाभित्र जानको लागि एकदम गाह्रो छ यात्रा गर्नको लागि। अब हामी चाहिँ धुलाबारी पुगेर टक्क तपाईँको नरिवलको जुस लिएर टक्क खाँदै घर फर्क्यौँ।